हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन होइन। आज चाहिँ हामी कपाल काट्न जान लागेको दाइहरू पनि छ, कपाल काट्न जान लागेको। ग्रोसरी पनि यता बाहिर निस्किसक्यो हुन चाहिँ अब ग्रोसरीहरू पनि सबै बन्द रहेछ। यहाँ रेस्टुरेन्टहरू पनि थियो, यहाँ बन्द भइसकेको छ यार। यो के अरे रामदान भएर होला सायद यो बन्द भएको चाहिँ। कपाल काट्न जान लागेको अस्तिदेखि प्लान गरिरहेको थियो, फेरि अस्तितिर चाहिँ अलिअलि काम भएको भएर जान पाइएन होइन। आज चाहिँ फाइनली कपाल काट्न जान लागेको। सायद अझ त्यो कपाल काट्ने ठाउँ पनि बन्द छ होला जस्तो लागिरहेछ। हातै खोल्छ त, बन्द छ होला हौ रामदानमा त्यो कपाल काट्ने ठाउँ पनि। त्यहाँ गएर हेरौँ, अब त्यो गएपछि थाहा हुन्छ होइन। अहिले गएपछि सबै कुरो देखाउने छ। अहिले चाहिँ ट्याक्क कपाल काटेर आउने हो। बिरालो चाहिँ लास्ट मनपर्छ क्या फेरि मलाई चाहिँ। बिरालो र कुकुर भनेको चाहिँ होइन लास्ट मनपर्छ क्या। दामी घाम लागिरहेको छ तर। यतातिर आइसक्यो होइन, सबै बन्द रहेछ। त्यहाँ सब यहाँ पनि सबै बन्द छ। कपाल काट्ने ठाउँ चाहिँ खोल्या रहेछ क्या अरे। देउस त्यही खोज्न आएको होइन, खुल्ला रहेछ। यहाँ हो दोकान चाहिँ खुल्ला रहेछ। कपाल काट्ने ठाउँ चाहिँ ट्याक्क यसरी बस्नुहुन्छ। अब एकजना मात्र रहेछ कपाल काट्ने मान्छे चाहिँ, त्यही भएर पुरेर बस्नु पर्यो हुन्छ हामीले चाहिँ। त्यही हो। यता दाजुको काट्दैछ ट्याक्क। एकजनाले कपाल काटेको पनि भिडियो चाहियो गरिरहेको थियो। आज गर्नु पऱ्यो भनेर नाइट ड्युटी गरेर आएको। निन्द्रा लाग्छ यार कुर्दा कुर्दै। अस्ति त दुईजना थियो सजिलो हुन्थ्यो, आज त तिनजना काट्नलाई कमसेकम 45 मिनट प्लस लाग्छ होला। यहाँसम्म हामी यहीँ हुन्छौँ त्यति बेलासम्म। त्यति बेला गएर खाना खाएर सुत्नु पर्ने हुन्छ। अर्को दाइको पालो आइसक्यो। मेरो चाहिँ अब कहिले आउने हो यार, निन्द्रा लागिसक्यो। तर हामी दाइ काट्नलाई एकछिन पनि लाग्दैन है, उसलाई त 1 मिनट पनि लाग्दैन। उसको 2 मिनट में काट दो उसको। अच्छा काटने का जरूरत नहीं है बोलता है सीधा। मशीन मार दो। ब्लॉगर है, ब्लॉगर क्या करेगा बंधु भाई, मुश्किल है। बन्धु भाइले चाहिँ फेरि मसाज पनि गरिदिन्छ मजाले। यहाँ आयो भने चाहिँ बन्धु भाई आपका इधर आएगा तो आप मसाज भी अच्छे से करके भेज देगा ना पूरा। पैसा भी कमती है दूसरा जगह से देख के। बाल भी अच्छे से काट देता है, फास्ट भी होता है। हाँ, इसलिए हम कभी भी इधर ही आता है। भयो दाइ, ल फाइनली मेरो पालो आयो अब मेरो काट्ने। टक्क यहाँ बस्यो। बंधु भाई मेरा लास्ट टाइम के जैसे कट करो। हाँ, जैसा मतलब ऐसा 0 से सीधा ऐसा इधर ऐसा रखो। पिक्चर देखेगा, पिक्चर देखना है। पिक्चर फोटो का पिक्चर ऐसा मालूम है, देखा हाँ और रखो। भयो क्या दामी भइसक्यो।
कपाल काटेर फिनिस भयो। अब हामी चल्दै नेक्स्ट टाइम आएको फेरि हामी क्या सक्यो। अब हिँडेको बल्ल बल्ल काट्यो। मा कसम केटाहरूले टाइम लाग्यो भनेर रिसाएर यार, खै किन टाइम लाग्छ मेरो कपाल काट्नलाई चाहिँ। मा रिसाएर उता चलिसक्यो केटा। कसम अनि त्यही हो, यता अनुहार देखिरहेको छैन होला होइन। र आजको भिडियो यतातिरै जान्छ। त्यही हो, सबैलाई शुभकामना, रामदानको होइन। हामी मनाउन त मनाउँदैन, त्यही पनि मनाउनेलाई पनि शुभकामना, नमनाउनेलाई पनि शुभकामना। किनभने हामी नमनाए पनि हामी बाहिर भएपछि जब गरिरहेको मान्छेलाई चाहिँ अब अलिकति भए पनि ओभर टाइम आउँछ नि त, त्यसको शुभकामना। अच्छा होइन, अब टक्क गइन्छ, गएर अब भातसात खाने, अनि भातसात खाएर सुत्नुपर्ने हुन्छ। नाइट ड्युटी छ, छुट्टी नपाएको 3-4 महिना भइसक्यो यार। ग्रोसरी आयो हामी चाहिँ। के चाहियो अरे दाइ? करेला रे। करेला त यता होला नि। के करेला भने? करेला चाहिएर अब के करेला चाहियो? करेला त छैन दाइ। काँचो भने के सुकुटी भने? ए I know you again. हाँ? रे मलाई किन भइहाल्छ नि। अनुहार अहिले 2 रुपैयाँ थप्नुपर्छ आउँछ। फर्केर पनि आइसक्यो हामी चाहिँ। ल कपाल काटेर फाइनली अब नुहाउनुपर्छ यार। झ्याउ लाग्दो बिहानै नआएको, झन् ड्युटीबाट आउने बित्तिकै। दाइ के छ? सञ्जय दाइ कता छ? खाना खानुभयो? आइसक्यो भित्र। बिहानै नआएको, झन् ड्युटीबाट आउने बित्तिकै मा कसम फेरि कपाल काट्न जाने भनेर फेरि नुहाउनु पर्ने भएको छ। ननुहाउने रे? टाउको चाहिँ धुनु पर्ला जस्तो न। नुहाउनु त के नुहाउनु, टाउको धोएन भने झ्याउ लाग्छ कि फेरि मलाई। यतिकै पखालेर आउनु टाउकोमा त। यतिकै पखालेर टाउले लिएर जानु। आज हाम्रो राम्रो सोध्दै आएको छ। के अरे? ल नुहाएर आइसक्यो। अब हामी चाहिँ यसो बाहिर हिँडेको। के दाइ? टिकटकमा के देख्यो र? हैन तिमीले भन्नु नि त। तोडिदिने भने अझै बनाउने हो क्या खतरा। त्यस्तो हामीले कुरा हाल्ने आउँदैन कुनै बेला फेमस गर्दिन के। कपाल काटेर अब दामी भएको छ होइन, ह्यान्डसम देखिरहेको छ नि। पहिलादेखि नै यस्तै हो, अहिले चाहिँ भएन होइन। के छ? टिलियाको चाहिँ यही जाने होइन आइसक्यो जब। ल अब चाहिँ यो खाना आएको हो क्या हामी चाहिँ यति। ल अल्छी पनि यति अल्छी भयो कि होइन। यहाँ मजा हेर नि, मजा थुपारेको धुने जहाँ गर्न आएर अझै 1 हप्ता धुन्न के गर्छ।